दार्जिलिङ बोर्डै चेकपोस्ट दार्जिलिङ बोर्डबाट चेकपोस्ट यस्तो भइसकेको छ दार्जिलिङ बोर्ड मल्लागुडी। ल हेर्नुहोस् क्या हो गया हुन्छ। अलिक दिनमा चिनिँदैन पनि मल्लागुडीहरू। क्वालिटी टेस्ट करेगा मैले क्वालिटी चेक को लगी। ठीक है कैसा वीडियो जा रहा है बोल्दैन क्वालिटी चेक गर्नुको लागि चाहिँ मैले यो टेस्ट गरेको। हेरौँ कतिको आउँदो रहेछ साउन्ड इफेक्टहरू पनि कस्तो छ। आई थिङ्क राम्रै छ। स्टेट गेस्ट हाउस चम्पासरी मेला लागिरहेछ यहाँ सिनो मिनी मेला। यतापट्टि न्यू ब्रिज बनिँदैछ। आनन्द म चाहिँ ड्युटी सकेर अब घर गएको है। मेरो ड्युटी अफ भयो। घर जाने क्रममा चाहिँ मैले अब यो भिडियो यसो चेक गरेको क्वालिटी कस्तो आउँछ भनेर है। त्यही भएर चाहिँ नयाँ रोड बनिँदैछ यो नेसनल हाइवे। यो सालको अन्तिममा सायद यो रोड पनि बनेर कम्प्लिट हुनसक्छ है। त्यसपछिको जो पनि आउनुहुन्छ अब बाहिरबाट है त्यसपछि त मान्छेहरूले चिन्नु पनि हुँदैन होला यो रोड कहाँको हो के हो कस्तो थियो र कस्तो भयो भन्ने अन्दाज पनि लगाउन सकिँदैन है। अहिले यो पुरानो भिडियो होइन अब जो मैले बनाउँदै गरेको अब त्यतिखेर हेर्नु सक्छ यो पुरानो थियो अब यो नयाँ हो भन्ने हुनसक्छ है। यसमा रहेछ 4K भिडियो त्यही भएर मैले 4K एकपल्ट टेस्ट गर्नुको लागि भिडियो गरेको छु है। तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो भन्नुहोस् है। चेक गरेको क्यामेरा अब हामी चेकपोस्ट पनि आइपुग्न आँट्यो है।
सायद नर्थ बेङ्गलको सबैभन्दा लामो फ्लाइओभर ब्रिज हुन्छ होला, मलाई जति सक्दो लाग्दैछ अहिलेको होइन। यो चेकपोस्टदेखिको लिएर तपाईँको यो सालगढा आर्मी क्याम्पसम्म पुगेको छ। नर्थ बेङ्गलकै सबैभन्दा लामो ब्रिज हुनसक्छ, मलाई जति सक्दो लाग्छ। चेकपोस्ट आइपुग्यो अब हामी। ओके, टेक केयर। चेकपोस्ट ल सालगढालाई बिदाई भयो। मजाको देख्दो रहेछ तर सुगन्ध छैन। रहेगा बिर्सिरहेको आफूले। लाइफ स्टाइल Starbucks and many more for this facility and the sales areas. मजाको हुन्छ। ल फाइनल्ली सालगढा आइपुग्यो है। म उत्रेको है। म एकछिनमा अहिले भिडियो लोड गर्छु कस्तो भयो के भयो है। म ड्युटीबाट आएको, जाम त थिएन त्यति साह्रो, राम्रो भयो है। ल त साथी हो, यति भन्दै अब म राखेको है। ओके, आजको मन्डे ड्युटी ढिलो भएको थियो, बिहान म ढिलो भएको थियो है। खै के भन्नु, 7-8 बजीको ड्युटी, म त 10 बजी पुगेको थिएँ आज ढिलो भएर है। ल ओके साथीहरू, बाई बाई, टेक केयर।
सबैलाई आशा गर्छु तपाईँहरूको दिनहरू राम्रो गयो होला है। ल ओके बाई।